सपनाहरू धेरै हुन्छन् र इतिहास लेख्ने र रच्ने पनि हुन्छ। जति हामीले बोलेका कुराहरू केही सम्भव पनि हुन्छ र असम्भव पनि हुन्छ र जतिखेर हामी आन्दोलन गर्दै हिँड्छौँ भरिसके हामीले बोलेको, हामीले लेखेको, हामीले गरेको पुरा होस् भन्ने सोच चाहिँ राख्नै पर्छ। हामी यहाँ रहँदै हामी जन्मेपछि मर्नुपर्छ, सानो ठुलो भन्दैन, बुढो र तन्नेरी पनि भन्दैन र जन्मिने र मर्ने डेट कसैलाई थाहा पनि हुँदैन। त्यसैले गर्दा ठुला सपनाहरू केही चिजहरू अधुरा रहन पनि सक्छन्। त्यो चाहिँ पछाडि आउने पीडितले ती सपनाहरूलाई उठाएर लिएर जान पनि सक्छ भन्ने कुरा पनि म तपाईहरुलाई जानकारी गराउँछु। छोरो भएर कहिले पनि हार खानु हुँदैन। छोरो भएर कहिले पनि हार खानु हुँदैन।